मानिसको जीवनमा शान्ति, श्रद्धा र सकारात्मक ऊर्जाको विशेष महत्त्व रहन्छ। त्यही आस्था, विश्वास र धार्मिक परम्परालाई निरन्तरता दिँदै आज हामी काठमाडौँ चन्दागिरी 14 स्थित पुरानो नैकापमा श्री मन्नु खनाल खत्रीज्यूको घरमा गरिएको विशेष धार्मिक अनुष्ठान आयोजनामा छौँ। वैदिक विधि अनुसार 9 ग्रह पूजा, रुद्री पाठ, सत्यनारायण भगवानको पूजा तथा लाखबत्ती प्रज्वलन कार्यक्रम श्रद्धा र भक्ति भावका साथ सम्पन्न हुँदैछ। मन्त्रहरूको मधुर ध्वनि, धूपको सुगन्ध र भक्तजनहरूको उपस्थितिले सम्पूर्ण वातावरण नै आध्यात्मिक बनेको अनुभूति यहाँ गर्न सकिन्छ। हिन्दू धर्ममा 9 ग्रहको विशेष महत्त्व रहने विश्वास गरिन्छ। जीवनमा आइपर्ने दुःख, समस्या, ग्रह दोष तथा नकारात्मक प्रभाव कम होस् भन्ने कामना सहित ग्रह शान्तिका लागि पूजा आराधना गरिँदैछ। भक्तजनहरू श्रद्धापूर्वक पूजा सामग्री अर्पण गर्दै ईश्वरसँग सुख, शान्ति र समृद्धिको कामना गरिरहेका छन्। यता भगवान शिवप्रतिको आस्था व्यक्त गर्दै रुद्री पाठ सञ्चालन भइरहेको छ। ओम नमो शिवाय मन्त्रको गुञ्जनले वातावरणलाई अझ भक्तिमय बनाएको छ। भगवान शिवलाई संहारका देवता मात्र नभई करुणा, शक्ति र शान्तिका प्रतीकका रूपमा पनि पुज्ने गरिन्छ। रुद्री पाठले आत्मबल, मानसिक शान्ति र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। त्यसैगरी भगवान सत्यनारायणको पूजा आराधना पनि विशेष रूपमा सम्पन्न भइरहेको छ। सत्य, धर्म र सदाचारको मार्गमा हिँड्ने प्रेरणा दिने यस पूजालाई हिन्दू धर्ममा अत्यन्त श्रद्धापूर्वक लिने गरिन्छ। परिवारजनले भगवानसँग सुख, शान्ति, पारिवारिक एकता तथा उन्नतिको कामना गरेका छन्। यता लाखबत्ती प्रज्वलनको दृश्यले वातावरणलाई झनै मनमोहक बनाएको छ। दियोको उज्यालोसँगै जीवनका अन्धकार हटुन्, दुःख र पीडा समाप्त होउन् भन्ने विश्वासका साथ भक्तजनहरूले श्रद्धापूर्वक बत्ती बालिरहेका छन्। बत्तीको प्रकाशले आशा, विश्वास र सकारात्मकताको सन्देश फैलाइरहेको अनुभूति यहाँ गर्न सकिन्छ। धार्मिक
संस्कार र परम्परालाई पुस्तौँदेखि जोगाउँदै आएको हाम्रो समाजमा यस्ता कार्यक्रमले आपसी सद्भाव, एकता र धार्मिक चेतनालाई अझ बलियो बनाउने विश्वास गरिन्छ। परिवारजन, आफन्त तथा श्रद्धालु भक्तजनहरूले उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ भव्य र धार्मिक बनाएको छ। यसरी श्रद्धा, भक्ति र वैदिक परम्परासहित सम्पन्न गरिएको नवग्रह पूजा, रुद्री पाठ, सत्यनारायण पूजा तथा लाखपति कार्यक्रमले सम्पूर्णमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको सन्देश दिएको छ। यस्तै सामग्रीहरू समेटिएको यो भिडियो सामग्री यहाँहरूको माझमा प्रस्तुत गरेका छौँ। यहाँहरूले हेरेर आफ्नो प्रतिक्रिया व्यक्त गर्न सक्नुहुनेछ। उपस्थित हुनुहुने सम्पूर्ण भक्तजन, आफन्त, साथीभाइहरूलाई हार्दिक नमन व्यक्त गर्दछौँ। सबैमा ईश्वरको कृपा रहिरहोस्। हर हर महादेव। जय श्री सत्यनारायण भगवान। धन्यवाद। नमस्कार। जय होस्।